म कसैलाई छोड्दिनँ, एक छोड्दिनँ, दुई छोड्दिनँ, तिन छोड्दिनँ। मैले त्यतिखेर आवेशमा आएर धेरैजना भने एकजनालाई म छोड्दिनँ भनेर भनेको थिएँ होइन। अहिले म होसमा भन्छु म एकजनालाई छोड्दिनँ। कसैलाई नछोड्नु, कसैलाई छुट्टिन, एक नछोड्नु, दुई नछोड्नु, तिन नछोड्नु। नमस्कार, म यादव सर। हाम्रो देशमा अहिले के भइरहेछ सबैलाई थाहा छ। लागिरहेको छ कि फिल्म चलिरहेको छ, फिल्म जस्तै। अहिले त फिल्म हेर्ने मनै हुँदैन, त्यस्तो भइरहेछ हाम्रो देशमा। मोबाइल यसरी लिन्छु त हेरेको हेरेँ के भइरहेको छ देशमा थाहै लाग्दैन। तर जे भइरहेको छ राम्रो भइरहेको छ, बेस्ट भइरहेको छ, यस्तो हुनुपर्छ। बालिन सरकार सबैले विश्वास गरेको छ, सबैले भरोसा गरेको छ कि सरकार यो गर्नुहुन्छ। कुनै सरकारसँग पावर थिएन, क्षमता थिएन कि केपी ओलीलाई समात्ने, तर बालिन सरकारसँग क्षमता छ, बालिन सरकारसँग पावर छ र बालिनको मन्त्रीमण्डल पनि बेस्ट हो। हाम्रो प्रधानमन्त्री बालिन शाहजीले अब देशमा एउटा नयाँ केही गर्नुहुन्छ। राम्रो होम मिनिस्टर हामी पाएछौँ, युवक होम मिनिस्टर पाएछौँ, एक्सन लिनेवाला होम मिनिस्टर पाएछौँ, किनकि सरकारै छ बालिन शाह। त जे पनि हुनसक्छ, देशमा राम्रो हुन्छ, बेस्ट हुन्छ। धन्यवाद, जय नेपाल।